आजको दिनको सुरुवातसँगै आज एकदमै काठमाडौँको हट टपिक भनेको चाहिँ सुकुम्बासी बस्ती हटाउने कार्यक्रम भइरहेछ। त्यसको चाहिँ हेर्ने मान्छे चाहिँ धेरै छ। यहाँ चाहिँ अहिले चाहिँ थापाथलीको सुकुम्बासी बस्ती हेर्ने मान्छेहरू टन्नै हुन्छ। नेपाल पुलिस सशस्त्र प्रहरी सबै सम्पूर्ण बल आइसकेको छ। यहाँ हट्ने कार्यक्रम पनि जारी छ है। धेरै चाहिँ हटाइसकेको अवस्था छ। पुलिसहरू चाहिँ नेपाल पुलिस बिहानदेखि आइसकेको छ। अबको टाइममा पनि हटाएन भने चाहिँ डोजर चलाउने नेपाल सरकारको निर्णय रहेको छ। यति नै है आजको एकदम हट टपिक काठमाडौँको सुकुम्बासीको। ल वेलकम टु न्यू ब्लग है। आज चाहिँ अलिक खत्रेवाला ब्लग हुँदैछ अनि बिकज आज चाहिँ सुकुम्बासी बस्ती भत्किँदैछ है। आज अब यो कतिलाई गलत लाग्ला कतिलाई ठिक लाग्ला, तर अन्तिममा अहिले नराम्रो लाग्यो पनि यहाँ चाहिँ धेरै सुकुम्बासी बस्ती भन्दा पनि अरू हुकुमबासी बस्ती भन्छौँ हामी होइन। म्याक्सिमम चाहिँ अरू नै रहेको हुँदा आज चाहिँ भत्काउने क्रम जारी भइसकेको छ। आजको भ्लग चाहिँ अलि युनिक नै हुने होला है। बालन सरकारले आज चाहिँ फाइनल्ली अल्टिमेट आजसम्मको दिनुभएको थियो र दुईवटा डोजर चाहिँ आइसकेको छ। यहाँ एकदम भिडभाड छ अनि भत्काउने क्रम सुरु भइसकेको छ है। ल अब फेरि सुरुवात भइसकेको छ है भत्काउनको लागि। ल नै आजको दृश्य एकदमै ठुलो कदम भन्नुपर्छ। आजको चाहिँ एकदम युनिक ब्लग भइरहेछ है। अहिलेसम्मको नभएको न्युजवाला ब्लग, न्युज ब्लग भन्नुपर्छ। हामी चाहिँ अहिले थापाथली स्थित सुकुम्बासी बस्ती आज खाली गर्ने अन्तिम दिन हो। सो आज हामी देख्न सक्छौँ दुईवटा डोजर आइसकेको पनि छ अनि हाम्रो फाल्ने बसाइसराई गर्ने पनि क्रम जारी रहेको छ। जसमध्ये आज एकदम काठमाडौँको हट टपिक भन्नुपर्छ यसलाई। के यो बालन सरकारको कदम ठिक छ या छैन त्यो चाहिँ अब भविष्यमा थाहा हुनेछ। पक्कै पनि यो जनताको लागि नै राम्रो हुनेछ। आजको ब्लग बिल्कुलै फरक छ है गाइज, बिल्कुलै फरक छ। म चाहिँ अहिले ठ्याक्कै भन्नुपर्दा चाहिँ थापाथली स्थित हाम्रो अहिलेको हट टपिक सुकुम्बासी बस्ती खाली गर्ने आज अन्तिम समयको डोजर सुरु गरिसकेको छ भत्काउन। हजारौँ मात्रामा हाम्रो नेपाल प्रहरी देख्न सक्छौँ। दुईवटा डोजरहरू रहेको छ। एउटा चाहिँ बकेटवाला छ भने एउटा चाहिँ अर्को त्यो के हुन्छ, अर्को त्यो ढुङ्गा फर्नेवालाले के भन्छ त्यो आफै बुझिदिनु होला। मलाई ठ्याक्कै आएन अहिले। एकदम अपडेट चाहिँ यो आज चाहिँ ठ्याक्कै भन्नुपर्दा 9 बजेको स्थिति हो यो। हजारौँ सञ्चारकर्मीहरू आज हामीसँगै हुनुहुन्छ तथा बाक्लो उपस्थिति अथवा एकदम हाई अलर्ट रहेको छ हामी देख्न सक्छौँ। आजको ब्लग चाहिँ बिल्कुलै फरक छ है, बिल्कुलै फरक छ। ल फाइनल्ली भत्काउन सुरु गरिसकेको छ। पक्कै पनि वास्तविक सुकुम्बासीहरूलाई बालन सरकारले पक्कै पनि व्यवस्था गर्नेछ भने अरू हुकुमबासी अर्थात् चाहिँ सम्पत्ति हुँदाहुँदै चाहिँ बस्नेलाई चाहिँ अब कानुन छँदैछ। त्यसको लागि सम्बन्धित कानुनसँगै यहाँ सुकुम्बासीहरू बस्तीबाट हट्ने क्रम पनि जारी छ है। भर्खरै मात्र यहाँ एकजना हट्नु भएको छ। अब चाहिँ हट्नुपर्ने बाध्यता नै छ है। यो सम्पूर्ण खाली हुँदैछ आज। जसमध्ये एउटा डोजर चाहिँ यता छ, सुरु भइसकेको छ भने अर्को चाहिँ यता छ है। प्रहरी चाहिँ हाई अलर्टमा चाहिँ आज चाहिँ एकदमै सुरु भइसकेको छ भत्काउन। भित्र चिरिसकेको छ है डोजर चाहिँ। अनि हाम्रो नेपाल प्रहरी चाहिँ एकदम तैनात छ यहाँ। म्याक्सिमम सङ्ख्यामा चाहिँ हामी उताको पुल प्लस लेफ्ट साइडको पुल जति चाहिँ हाम्रो निषेधित गरिएको छ। अब चाहिँ हाई अलर्ट एरिया भइसकेको छ। हामी देख्न सक्छौँ आजको हट टपिक सुकुम्बासी बस्ती थापाथली र सुकुम्बासी बस्ती हटाउने काम भइरहेको छ। यो चाहिँ ताजा अपडेट यहाँहरू समक्ष म प्रस्तुत गर्दैछु।
फेरि पनि स्वागत गर्न चाहन्छु अर्को ब्लगमा। आज चाहिँ न्युज ब्लग हुँदैछ हाम्रो, बिल्कुलै फ्रक ब्लग, जसमा चाहिँ हाम्रो आज चाहिँ सुकुम्बासी बस्ती खाली गर्ने अन्तिम दिन। आज चाहिँ हाम्रो डोजर पनि आइसकेको छ र यहाँ हाम्रो हाई अलर्टमा नेपाल प्रहरी छ। प्लस यहाँ कोही मान्छेहरू अझै पनि खाली गर्दै हुनुहुन्छ, उहाँहरूलाई पक्कै पनि मर्का परिरहेको छ। यो टाइममा चाहिँ सरकारले निश्चित बाटो चाहिँ देखाउन आवश्यक देखिन्छ। उहाँहरूको एकदम अहिले तत्कालको लागि चाहिँ व्यवस्था गरिदिनु हुन नेपाल सरकारलाई हार्दिक अनुरोध गर्न चाहन्छु। केही कुरा बनाउँदा केही कुरा अब मासिनु त त्यो सामान्य कुरा हो, तर त्यो सामान्य कुरा भए पनि कसैको यो जीवन आज एकदम गाह्रो स्थितिमा पुगेको अवस्थामा चाहिँ नेपाल सरकारले पक्कै पनि केही समयको लागि बस्ने व्यवस्था गर्नेछ। यहाँ चाहिँ सर्ने क्रम अझै पनि जारी छ। आज चाहिँ हाम्रो अन्तिम दिन थियो, जसमध्ये खाली गर्ने अन्तिम समय दिएको थियो, तर सम्पूर्णले चाहिँ मान्नु भएन। अझै पनि हटाउँदै हुनुहुन्छ, भत्काउँदै हुनुहुन्छ। हाई अलर्टमा छ नेपाल प्रहरी। जहिले पनि हाम्रो इम्पोर्टेन्ट हिस्सा भन्नुपर्छ नेपाल सरकारले जहिले पनि दिइरहेको हुन्छ, जसमध्ये नेपाल प्रहरी चाहिँ 1 नम्बरमा पर्छ है। र आज चाहिँ यो सुकुम्बासी थापाथली स्थित सुकुम्बासी बस्तीको ताजा अपडेट। पक्कै पनि यो भत्काइसकेपछि केही समयको लागि सरकारले पनि व्यवस्था गर्नेछ। एक्सनको अपोजिट रियाक्सन हुन्छ भने जस्तै आज भत्काउने काम त गरियो, तर समयमा हाम्रो यो जसले आज यो वासस्थान गुमाउनु भएको छ उहाँहरूलाई चाहिँ सम्बन्धित निकायको ध्यान जानेछ भन्ने हाम्रो कामना छ र छिटै नेपाल सरकारले व्यवस्था गर्नेछ। वास्तविक सुकुम्बासी अध्ययन गरी निश्चित ठाउँ नेपाल सरकारले प्रदान गर्नेछ उहाँहरूको लागि। र पक्कै पनि आज एकदम कसैको लागि एकदम दुःखदायी पीडादायी भइरहेको छ। हामी देख्न सक्छौँ बेलुका कहाँ बस्ने के बस्ने पत्तो पत्तो छैन। त्यस कारणले यो कुरालाई चाहिँ गम्भीर विषयको रूपमा नेपाल सरकारले ल्याइदिनु हुनका लागि म विनम्र अनुरोध गर्न चाहे। पक्कै पनि गर्नेछ। पनि बालेन सरकारले यो कदम चाल्दै गर्दा वास्तविक सुकुम्बासी चाहिँ पहिचान गरी समयमै व्यवस्थापन गर्न जरुरी देखिन्छ। कसैको आज बास गुमिसकेको छ, आज कहाँ बस्ने भन्ने ठेगान छैन। उहाँहरूलाई चाहिँ साँच्चीकै पीडामा देख्न सकिन्छ। त्यस कारणले हामी सम्बन्धित निकायको ध्यान चाहन आवश्यक देखिन्छ। यसमा बालेन सरकारले पनि विभिन्न व्यवस्थापन गरिसकेको जस्तो लाग्छ मलाई। जहाँ फेरि पनि हामीले देख्न सक्छौँ अर्को डोजर पनि आइसकेको छ महानगरबाट। समस्यामा देख्न सक्छौँ हामी उहाँहरूको पीडा नेपाल सरकारले समयमै बुझेर व्यवस्थापन गर्नुपर्छ भन्ने हाम्रो माग हो। भत्काउने काम गरेर मात्रै पक्कै पनि यो समस्या समाधान हुने छैन। यस समाधानका लागि निश्चित सम्बन्धित निकायले वास्तविक सुकुम्बासी छानबिन गरी उहाँहरूलाई समयमा नै व्यवस्थापन गरिदिनु हुन नेपाल सरकारलाई हार्दिक अनुरोध गर्न चाहन्छु। र त्यो गर्ने यहाँ चाहिँ सानो झडप परेको छ। पत्रकार प्लस प्रहरी हल्का विवाद त पक्कै पनि हुनेछ। यहाँ उहाँले चाहिँ नम्र व्यवहारले बोलिदिनु होला। पक्कै पनि हामीलाई पत्रकार मित्रहरूलाई पनि नम्र बोलिदिनु होला। थाहा छ उहाँहरूलाई पनि आफ्नो ड्युटी निभाइरहनु भएको छ। अझै छौँ हामी थापाथली स्थित सुकुम्बासी बस्ती खाली गर्ने कार्यक्रम रहेको छ। आज चाहिँ बालेन सरकारको निर्देशन अनुसार आज देख्न सक्छौँ हाम्रो भत्काउने काम भइरहेको छ। र भत्काउनु मात्रै सोलुसन होइन, यसको लागि वास्तविक सुकुम्बासीलाई पर्ने मर्काप्रति
बालन सरकारले छिटै नै सोलुसन निकाल्नेछ र आजै नै व्यवस्थापन गर्नेछ, उचित ठाउँमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। भत्काएर मात्र चाहिँ हाम्रो सोलुसन पक्कै पनि हुने छैन, उहाँहरूको पीडा बुझ्नु पर्नेछ। सो निश्चित सम्बन्धित निकायको छिटै नै ध्यान जानेछ यस विषयमा चाहिँ। र भत्काउने कार्यक्रम चाहिँ भइसकेको छ, धेरै नै यहाँबाट चाहिँ भत्काउने काम भइसकेको छ। र 2वटा 3वटा जोर देख्न सक्छौँ। यहाँ सम्पूर्ण सञ्चारकर्मी, दर्शकहरू, सम्पूर्ण रिलेटेड मान्छेहरू देख्न सक्छौँ। पनि तत्कालको लागि नराम्रो देखिए तापनि यसले भविष्यमा पनि पक्कै पनि सम्पूर्ण जनताको लागि राम्रै हुनेछ। बालन सरकारको यो कदम पक्कै पनि राम्रै सुकुम्बासी बस्तीहरूको लागि उचित व्यवस्थापनको लागि भएको हुँदा। ल अहिले हाम्रो दृश्यमा देख्न सक्छौँ थापाथली स्थित सुकुम्बासी बस्ती भत्काउने क्रम भइरहेको छ। यो कदम पक्कै पनि भावी रूपमा सकारात्मक भए तापनि अहिले तत्कालको लागि चाहिँ कसैको घर उजाडिएको छ, बास उजाडिएको छ, के खाने के गर्ने भन्ने चाहिँ एकदम आज निश्चित छैन। सो यो कुरा चाहिँ तत्काल बालन सरकारले तत्कालै रूपमा व्यवस्थापन गर्नुपर्ने देखिन्छ। अरू कुरा बिस्तारै हुँदै जाला, तर आजको मेन इम्पोर्टेन्ट थिङ भनेको आजको जसको बसोबास उडेको छ उहाँहरूलाई चाहिँ उचित ठाउँमा व्यवस्थापन गरियोस् भन्न चाहन्छु म। अरू चाहिँ अब केही कुरा बनाउनको लागि कोही कुरा विनाश अवश्य पनि हुने गर्छ। मेन कुरा चाहिँ कुनै पनि विकास गर्दा मानवीय क्षति चाहिँ हुनु भएन, भौतिक क्षति हुँदै गर्छ फेरि बन्छ। पक्कै पनि यो कुनै समय एकदम राम्रो ठाउँ बन्नेछ। बालन सरकारले पनि पक्कै पनि सुकुम्बासी बस्तीहरूलाई त्यो नदीको साइडमा बस्दा पक्कै पनि रिक्स भएको कारणले उहाँले उचित व्यवस्थापन गर्न लाग्नु भएको र आवश्यक सुकुम्बासी बाहेक अरूलाई चाहिँ उचित व्यवस्थापन गर्न खोज्नु भएको देखिन्छ। प्रहरीको उपस्थिति चाहिँ एकदम धेरै नै देख्न सक्छौँ आज। हाई अलर्टमै छ नेपाल प्रहरी, त्यसकारण भित्र चाहिँ जान निषेध गरिएको छ, कुनै सञ्चारकर्मीलाई जान दिएको छैन। हाम्रो महत्त्वपूर्ण माग भनेको कुनै पनि मानवीय क्षति चाहिँ नहोस् भन्ने हो। हतार गर्ने क्रममा भौतिक संरचना भविष्यमा फेरि पनि निर्माण गर्न नसकिने हुँदा मानिसको ज्यान नै एकदम इम्पोर्टेन्ट कुरा हो। यो कुरा चाहिँ सरकारले बुझिदियोस् भन्न चाहन्छु। र हाम्रो इमर्जेन्सी अलर्टको लागि एम्बुलेन्स पनि रहेको छ। आजको सुकुम्बासी ब्लग यति नै थियो। यसम्म अन्तिमसम्म हेरिदिनु हुने सम्पूर्ण दर्शकहरूलाई थ्याङ्क यू सो मच भन्न धन्यवाद। तपाईँको दिन शुभ रहोस्।